दादाको इन्सुरेन्सको बिल 70,000 नआउनु पर्छ। दादा मैले यस्तो घाम बगाउँदै हिँड्नु पर्थेन भने होइन माथा खराब भएको छ कि मुलट जाँडाले गममा जुठो हालिहाल्यो नि मुजीले। दादा त्यहाँनिर छ ठ्याक्क कि शान्ति मुजीले यार कस्तो यार मलाई जगाउनुको लागि किन यस्तो भयो। जापान भनेको मेन कुरा हाम्रो डिप्रेसन मान्छे अति नै डिप्रेसन मान्छे मर्छन् मेन भनेको होइन न कसँग बोल्नु न कि एक्लै बस्ने कोठामा कसैको बाल यताउति मान्छेसँग बोल्यो। सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु अ न्यू ब्लग। सो तपाईँहरू सबैजना सन्चै आएर नै हुनुहुन्छ होला होइन। दादा पनि एकदम सन्चै छ। दादा फेरि तपाईँहरूको साथमा नयाँ भिडियो लिएर उपस्थिति भइसकेको बिल होइन 70,000 आइदिरहेको लामो के गर्नु यार। इन्सुरेन्सको बिल सोच्छ 70,000 रुपियाँ। यहाँ मलाई आफूले भात खाने पैसा छैन मलाई यहाँ 70,000 रुपियाँ बिल इन्सुरेन्सको बिल तिरेर सकिएको त जिन्दगी गाडबाट भएन र होइन र। भात खाने पैसा छैन आफूसँग जेबमा फुटेको कौडी छैन मलाई बिल हेर कति 70,000 बिल के गर्नु 70,000 बिलले कसरी तिर्ने कहाँदेखि किन्ने कमाइ केही पनि छैन होइन। कमाइ त मुझी वास्तवमा यहाँ जापान भन्ने ठाउँमा होइन कमाइ भने केही छैन। नर्मली पैसा आउँछ होइन इन्सुरेन्सको बिलतिर भनिहाल्यो कति आएको थियो थाहा पाइहाल्नुभयो। अनि मोबाइलको बिलतिर अनि त्यहाँपछि ट्रेन भाडा खानु पऱ्यो। गएको फी त अझै गएको बिचमा पनि ढल्नुहुन्छ गएको बिहा भन्दैन म पछि भन्छु। गएको बिहा हाल्दाखेरि अहिले भन्दैन म। कमाइ कति हुन्छ भन्दाखेरि कमाइ भनेको कति हुन्छ कमाइ हुँदैन यार खासै सिरियसली भन्नुपर्दाखेरि खासै कमाइ नै हुँदैन होइन। तर अलिअलि कमाइ भयो भने 10 रुपियाँ कमाइ भयो भने 2 रुपियाँ जेबमा बच्छ ठ्याक्क भनौँ न। त्यही पनि 1 रुपियाँ खर्च नगर लोभ मानी 2 रुपियाँ बच्छ 2 रुपियाँ बच्छ 10 रुपियाँ कमाइ भएपछि महिनामा इन्सुरेन्सको बिल यताउति बिल सबैको बिल तिरी सक्यो स्वाहा हुन्छ पैसा चाहिँ। यहाँ पैसा सेभिङ गर भन्छु म चाहिँ सेभिङ नै हुन्न ला। अब कसरी सेभिङ गर्नुलाई होइन र टेन्सन सेभिङ नै हुन्न यहाँ जति गरम भन्दाखेरि पनि गाह्रो। यहाँ चाचाहरू यस्तो कुदिरहेन अहिले म यहाँ चिलमा कि पछाडि मेरो फोटो खिचेछ कि सायद मेरो फोटो खिचेर होला सोचेर होला खाएको खतरा भाइरल छ यो मान्छे होइन यस्तो भ्लग गराउँदै गइरह भन्नु सोच्यो होला सायद बुझिने होइन। त्यही भएर खिचाएको थियो तर अझ पनि हेरेर थियो मान्छेहरू फर्की हेरेर पछाडि। तर मेन कुरा यहाँ जापानमा होइन मान्छेहरू कस्तो अरू मान्छेलाई देखायो भने अलिक नराम्रो हुन्छ। त्यही भएर खासै देखाउनु पनि लाग्दैन। अकल झुकाउमा आयो भने त के भन्नु बाधे भएन। तर बाधे भने देखाइदिने हुन्छ होइन। त्यो त अझै हेरेर आएको थियो मान्छेले मलाई ल्याङ्ग अझै फर्की हेरेर आयो। तर मलाई बाल होइन हेरेर हेर्छ। अनि एउटा अर्को कुरा देखाउँछ होइन कार राम्रो साइडमा जाऊँ न कार होइन तपाईँलाई राम्रो साइडमा जानुपर्छ। हामीहरू जुन रुल्स फलो गरिदिनु होइन कार टक्क गयो सर आफ्नो लाइन बालै भएन हामीलाई मुला। अनि एउटा मेन कुरा भनेको बाटोमा यस्तो खान्जीहरू किन हुन्छ भनौँ हामी नेपालीहरूलाई चाहिँ खास खान्जी जान्दैनन् कि हामी नगनाउँ। मलाई त खतरा आउँछ खान्जी मुजी जो म सब आउँछ खान्जी मलाई नहुने होइन। तर मलाई नेपालीहरूलाई खान्जी आउँदैन कि त्यही भएर त खान्जी बनाइदिएको म कता जाने नि गएर बाटो 4-5 वटा सिधै हिँडिदिन्छु बाधै भएन मलाई। फेरि फर्केर आउँला नि होइन ऊ त्यहाँदेखि के भएर आनन्दसँग यस्तो अहिले त घाम पनि हराइगयो कहाँ ठिक छ। यतिको मौसम हुनुपर्छ म दिनभरि घुमिदिन्छु मैले भ्लग बनाउँदै खतरासँग तपाईँहरूले दामी कन्टेन्ट हाल्दै। कस्तो खालको कन्टेन्ट चाहियो तपाईँले के चाहियो भनेर म कमेन्ट गरौँ त्यस्तो कन्टेन्ट पेलिदिन्छु मैले। मलाई बाधै लाग्दैन मलाई। फेरि हात दुख्नु सुरु भइसक्यो यार म। अनि एउटा कुरा म अलिक बढी गाली गर्ने भएको छ आजभोलि। तर मैले आफूलाई सुधार्छु। तर गाली गर्ने किन भयो भन्ने कुरो हाम्रो समाजले सिकाएको हो नि त होइन। हाम्रो समाजमा जस्तो छ त्यस्तै म आफूलाई कन्ट्रोल गर्छु प्लान सुधार्छु। धेरै त गर्दिनँ अलिअलि गरेर के बाले हुन्न। कुछ पाने के लिए कुछ खोना पर्दा है। बोल्नेको पिठो बिग्छ नबोल्नेको घन्टै बिग्दैन भन्छ नि त्यस्तै हो। तर बोल्छु म बोलेको पिठो बिग्ने नबोलेको बिग्ने हो होइन लामै भएन। हेर न पछाडि यस्तो दामी छ क्या दामी छ ठाउँ भनेको ठाउँ अन्त होइन साथीभाइहरू देखाउँदैछु म स्टेडियमहरू तपाईँलाई अझै त्यो बच्चा बुच्चाले खेल्ने त्यहाँ रहेछ। अनि यता ठुलो मान्छेले खेल्ने रहेछ यहाँ सबै चिजको रहेछ कि यहाँ एकदम फुटबल भलिबल टाइपको सब रहेछ। एकदम ठुलो ग्राउन्ड रहेछ त्यहाँ त होइन। फेरि देखाइदिउँ हेर्ने हो साथीहरू यहाँ केटाकेटीहरू खेलिरहन् ठुलो छ। तर म कहाँ पुग्यो भन्ने कुरो तपाईँहरूलाई के भन्छ नि स्टेडियम देखाउनु चक्करमा म जानुपर्ने चाहिँ उता पारी छ नि उता यो स्टेडियममा ठ्याक्कै पारीबाट जानुपर्ने म्यापले देखाइरहेको छ।
तर म जो तान्दा यो बाटो आइदिरहेको केही छैन। अहिले एकछिनमा हामी चल्दैनौँ नि के भएर, तर हामी भित्र जानु पाइन्छ होला सायद यार होइन, चलिनु पर्छ कि अब बाधै गरेर हिँड्छ होला सायद, तर लागिहाल्छ होला ऊ त्यो के थाहा। तर कुदिरहेको केटाहरूले बाधै भएन हिँडिदिउँ न मुला खान्के नै। मैले त नजिकबाट तपाईँलाई देखाउन गइरहेको छु यो भ्यू, दामी 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 हिँड्न पाइने रहेछ। ठिक छ नि त भइगयो नि त होइन, हरित छ न दामी छ नि। नेपालमा यति ग्राउन्ड भएको त मुजी के चाहियो र लामो, 24 घन्टा पनि फुटबल खेल्दै बसिन्थ्यो हामी त, दामी हुन्थ्यो क्या फुटबल खेल्दै बसिन्थ्यो नेपालमा भइदियो त हामी। बाजेले सोचिरहेको मेरो भिडियो गरेर थाहा होइन, बाजे मैले आफ्नो भिडियो आफै बनाएर थाहा। यहाँ हेरौँ न यस्तो दामी छ क्या, पिसफुल मोमेन्ट छ यहाँ। मैले टक्क साँझतिर आएर यस्तो बस्न मजा आएको वातावरण होइन। म एउटा नयाँ त ट्रिक सिकाउँ, म खतरा ट्रिक होइन यहाँको खतरा आइडिया सिकाउँ। आइडिया भन्छ है पानी खाने आइडिया भनेको मुझे, पानी खाने आइडिया भनेको मुझे पानी खान्छु म यस्तरी। मुखैभरि पानी भइगयो, यस्तरी पानी आउँछ क्या यहाँ, यस्तो सुविधा पानीको यहाँ खतरा। म के अरे सनफ्लावर देख्छु होइन, सूर्यतिर फर्किनु पर्ने तर मतिर फर्किरहेको, टक्क मतिर फर्किरहेको कि यस्तो गरेर पाहाडमा पोच एउटा। त्यहाँ चाहिँ मलाई एउटा कुरा देखेर यस्तो रिग्रेट लाग्छ कि जिन्दगीमा मुझी म किन यस्तो भयो, म किन छैन मेरो भन्ने हुन्छ क्या। लामो हामी कस्तो कहिले हिँड्ने कि हामी यस्तरी हात समातेर लामो, मेरो यस्तो दिनै कहिले आएन कि जिन्दगीमा लामो यस्तो हात समाते हिँड्दिन होइन। मा देख्दै मुझेले पिर्दै मन लाग्छ कतिखेर त होइन, के भन्नु यिनीहरूलाई। फेरि दादा पछाडि मुझे यस्तो भिडियो गरेर हिँडिरहेको छ, अगाडि दादालाई चलाउनको लागि हात समात्दै हिँडिरहेको कि अब के भन्नु, दादा पागल हुन्छ यस्तो कुरा देख्यो नि। फेरि कन्ट्रोल, हाम्रो दिन कहिले आउने खै बुढेसकाल लगाइसक्यो, गाह्रो छ। अब हेरेर चाहिँ त बुझाउनु त होइन यिनीहरूको चर्तीकलाहरू सबै कुराहरू त्यस्तै छ। ठिक छ त्यही पनि आफ्नो मलाई आफै सम्हाल्छु म, नो प्रब्लम। जाँडाले गममा जुठो हालिहाल्यो नि मुजीले, दादा त्यहाँनिर छ भने ठ्याक्क किस हान्थ्यो मुजीले यार, कस्तो यार मलाई जगाउनुको लागि किन यस्तो गर्छ क्या मुजीले। मैले त्यस्तो के खाइदिएको थियो र यार, सिधै मुजी किस हान्थ्यो कि म दादा पागल भएन त अब नि। बाटोमा हिँडिरहेको मान्छे भ्लग बनाइरहेको मान्छे त्यस्तो बाटोमा पब्लिक एरियामा किस हान्ने अरू त्यो मुजीले, के भन्नु यार मान्छे के गरिदिन्छ लामो। त्यसले मैले लाज लाग्यो यार त्यसले किस हानेको देखेर यार, छ्या किस कस्तो हुन्छ हामीले पनि महसुस गर्न पाऊँ न यार। हामीले त कहिले खाना पाएको पनि छैनौँ, कस्तो हुन्छ टेस्ट पनि गर्न पाएन हामीले किस त यार। दादाले यस्तो भिडियो बनाउँदै हिँडिरहेको थियो होइन, अनि टक्कै झालबाट एउटा मान्छेले ओए कहाँ हिँडेको भन्छ यार, मा कसम मलाई तर्सिएँ। को नेपाली बोलायो भने भनेको त होइन, मसँग काम गर्ने दिदी हुनुहुँदो रहेछ क्या, झालबाट बोलाइदिइरहेको कि टक्क लगाएर ओए कहाँ हो भने। मैले अघि त म्याप हेरेर आएको थिएँ होइन त्यो ठाउँमा पुग्नको लागि, त्यो इन्सुरेन्सको घटाउनलाई चाहिँ म उ गर्न गएको थिएँ कि त्यहाँ, त्यसको लागि चाहिँ म्याप हेरेर आएको थिएँ। तर अहिले त मैले म्याप हेरेको छैन मुजी, म कहाँ हिँडेछु मलाई पनि थाहा छैन, जहाँ मलाई त हिँडिदिएको बाल्दै छैन। तर 5-6 वर्षमा मैले चाहिँ रुम पुग्नुपर्छ अब त्यस्तै हो। ए मेरो साथीहरू तिमीहरू कहाँको केटा हो, म यस्तो दामी ठाउँमा घुम्न आइसकेपछि तिमीहरू कता हो के आउन यार घुम्न। हेर न यस्तो दामी ब्याकग्राउन्ड छ अगाडि, हेर यस्तो हरिभरि छ, यस्तो फोटोसोटो खिचौँ रमाइलो गरौँ, गाडीवालाहरूको बवाल होइन, यस्तो फोटोसोटो खिचौँ रमाइलो गरौँ। कहाँ हो केटा तिमीहरू आइजाउ न यार। आकाशमा यस्तो दामीसँग प्लेन पनि उडेखा केटा, कहाँ छ तिमीहरू सबजना मलाई फोन गर है, घुम्न जानु छ नि मलाई भन्। दादा यहाँ घुम्नको लागि रेडी भइसकेको छ, अब दादा फिल्डमा उत्रिसकेको छ भ्लग बनाउनुको लागि, अब एकदम पारामा एकदम मुड फ्रेस भएर अब अब दादाको कमब्याक खतरा हुन्छ, अब दादा खतरा कमब्याक गर्छ। काम चलिरहेको यत्र लभली काम चलिरह, मौसम नि यस्तो हरिप छ कि फेरि यस्तो मौसम देख्दाखेरि नेपालको याद आउँछ यार। नेपालतिर यस्तो घुमिन्छ रमाइलो हानिन्छ नि त्यही याद आउँछ कि, यस्तो छ यताको वातावरण। म नि बल्ल स्टेसनबाट बाहिर निस्केको अवस्था होइन, एकदम रमाइलो पाल्पलमा प्लेन उडेपछि के याद आउँछ भन्दाखेरि माया कसम यस्तो उडेर कहिले घर जानु पाउँला हान्ने हुन्छु कि माया कसम होइन। सर उडी आकाशमा अन्त नेपाल जाने मन लाग्छ यार प्लेन उडेको देख्ने बित्तिकै। अरू त्यस्तै होइन, अरू त्यस्तो लाग्दैन। नेपाल आकाशबाट प्लेन उडेको सर देख्ने बित्तिकै आफ्नो नेपालको याद आउँछ कि माया लाग्छ कि देशको माया कसम। दादाको इन्सुरेन्सको बिल मुजी 70,000 नआउनु पर्यो, दादा मैले यस्तो घाम बनाउँदै हिँड्नु पर्थेन भने होइन,
माथा खराब भएको छ कि मुला टाइम नै थिएन कि अस्ति अस्ति होइन आज बल्ल टाइम निकालेर गएको चलिदिएको अनि मेरो केटाहरूले त अस्ति नै गरिसकेको रहेछ मेरो खाली थिएन गइहाले अब मेरो चाहिँ काम हुन्थ्यो मुला गएकोबाट अनि बित्तिकै सुत्नुपर्छ 1 घन्टा जति अनि काम हुन्छ काममा जानु पऱ्यो फेरि नकाम गरी नहुने नसुती नहुने फेरि यहाँ आयो भने त अनि निन्द्रा भन्ने के हो भोक भन्ने के हो मुजी बाल थाहै हुन्न कि मुला कति दिन त भोकै पनि बस्या हुँ म आफ्नो ठाउँमा चाहिँ एडजस्ट गरिन्छ कुछ पानी के लिए कुछ खाना पर्छ होइन तर वाइल्ड गर्मी छ यो गर्मीमा होइन 40 डिग्री गर्मीभन्दा बढी गर्मी छ नेपालको गर्मी नेपालमा भन्दा यहाँ बढी गर्मी लाग्यो मलाई किनकि भन्छ नि त यो के अरे सूर्य नजिकै छ अरे जापान भन्छन् होइन त्यही भएर गर्मी अलि बढी भयो होला लास्ट गर्मी छ कि यहाँ लामो नेपालभन्दा पनि धेरै गर्मी छ तर केही छैन यहाँ के हो हेऱ्यो गर्मी यस्तो दामी छ साइकल पार्किङ गर्न डर आएन त्यो रमाइलो गरौँ तपाईँहरूले होइन भिडियो सिडियो यस्तो हेरौँ लाइक कमेन्ट गरौँ ठोकौँ सब्सक्राइब ठोकौँ सपोर्ट गरौँ धेरै माया देखाऊँ जिन्दगीमा यति घर बनाउन पाए त खुसी हुन्थ्यो नि म भन्ने एउटा छ त कता बुझी यहाँ साइकल लैन भने होइन यो दिदीले साइकल हिँडिदिरहेको पालै छैन रुल्समा त हिँड्नुपर्छ नि दिदी होइन साइकल चलाइदिएर साइकल लैन भन्ने ठाउँ फेरि यहाँ मान्छे हिँड्ने मात्र बाटो हो कि यहाँ त्यही भएर फसाएको चाहिँ यसले होइन यो इन्सुरेन्सको बिल हो इन्सुरेन्सको बिल 70,000 रुपियाँ आएको थियो होइन त्यत्रो 70,000 कमाइ त छैन कसरी तिर्ने कहाँदेखि तिर्ने यहाँ आफ्नो भात खाउँ भने टेन्सन छ जिन्दगीमा धेरै कसरी तिर्नु 70,000 त्यही भएर घटाउन गएको थियो होइन जाँदाखेरि चाहिँ ट्रेनमा गएको आउँदाखेरि चाहिँ अब हिँड्दै आएको यस्तो भिडियो सिडियो बनाएर तपाईँहरू दामी भिडियोहरू देखाएर क्या यताउति भ्लग बनाउँदै आएको जो रमाइलो पनि भयो थकाइ पनि धेरै लागेको छ यस्तो थकाइ लाग्यो होइन टन्ने मलाई पनि अनि त्यही भएर मैले चाहिँ अलिकति दही हानिरहेको अवस्था थिएँ अनि यस्तो तपाईँहरू पनि दही हानिदिरहेको अवस्था पारामा अनि जो ठिक छ गाउँको जस्तो गाउँको नेचुरल गाउँको दुध नहालेको पानी एकदम प्योर दुधको दही र यहाँ बजारको दहीमा धेरै डिफ्रेन्ट हुन्छ नि त्यो पनि समय परिस्थिति बाध्यताले खानै पऱ्यो नि त बाँच्न पऱ्यो नि त होइन त केटा हो ल यदि च्यानलमा नयाँ आउनुपर्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला यदि पुरानो हुनुहुन्छ भनेपछि म पनि छु है भनेर भन्नु होला तपाईँहरूलाई के कस्तो लाग्छ आफ्नो प्रक्रियाहरू दिन नबिर्सिनु होला भन्नु जे मन लाग्छ सब भन्नु कस्तो चाहियो भिडियो कस्तो कन्टेन्ट चाहियो सब भन्नु तपाईँहरूको कमेन्ट हेरेर म त्यस्तै खालको कन्टेन्ट बनाउँछु होइन थ्याङ्क्स फर वाचिङ दिस भिडियो माया देखाइदिनु होला सपोर्ट गरिदिनु होला सागर ढुङ्गामा फेरि तात्तिएको छ आजभोलि दादा फेरि फिल्डमा आइसकेको छ दादाको कमब्याक फेरि हुँदैछ तपाईँहरूको साथ सपोर्ट बिना म केही पनि होइन त्यसैले तपाईँहरू साथ सपोर्ट दिनु माया दिनु सपोर्ट गर्नु थ्याङ्क यू फर वाचिङ दिस भिडियो सबैलाई बाई बाई सबैलाई आई लभ यु